नमस्कार, अहिले देखिरहनु भएको छ नेपालको सबैभन्दा अघिल्लो मन्दिर 5 तले मन्दिर, जसको बारेमा हामी डकुमेन्ट्री अथवा पिटिटी बनाउन गइरहेका छौँ। यसको उत्पत्ति अथवा बनाउनुको कारण, कसले बनाएको, कहिले बनाएको, बनाउन के भएको थियो आदि मन्दिरहरूले पनि समितिहरू बनाउन लागेका छौँ। यस भिडियोमा हामीले एकदमै चाखलाग्दा कुराहरू प्रस्तुत गर्नेछौँ र किंवदन्तीहरूलाई पनि समावेश गर्नेछौँ। भिडियो एकदम राम्रो हुनेछ, पुरा भिडियो हेरेर साथ दिनुहोला। भक्तपुर घुम्न आएका प्रायः जसोले 5 तले मन्दिर देखेकै होला, तर पनि भक्तपुरमा हालसम्म नआएकाहरूको लागि म दूरी बताउन गइरहेको छु। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यो करिब 12 किलोमिटरको दूरीमा पर्छ भने हामी 23 मिनटमै यहाँ गाडीबाट पुग्न सक्छौँ भने भक्तपुरको दरबार स्क्वायरबाट मात्रै 300 मिटरको दूरीमा पर्छ। भक्तपुर भ्रमण गर्न आउँदाखेरि यो मन्दिरको अवलोकन नगरी फर्किनेहरू कमै मात्रै होला, किनकि यो मन्दिर नेपालको सबैभन्दा अग्लो मन्दिर हो। यो मन्दिरलाई नेवारी भाषाबाट राखिएको छ, अर्थात् त्यसबेला मल्ल राज्य भएकोले नेवारी भाषाबाट यो मन्दिरको नाम रहन गएको हो। नेवारीमा न्याता भनेको 5 तला हो र फोनो भनेको छाना हो, अथवा 5 तले छानोको मन्दिर भएकोले यसलाई न्याताफोन दिएग भन्ने गरिन्छ। मन्दिर राजा भूपतेन्द्र मल्लले स्थापना गरेका हुन्। सर्वप्रथम जाउँ यो मन्दिर बनाउनु पर्नको कारण के होला भन्ने बारेमा। यसमा धेरै किंवदन्तीहरू छन्, जसमध्ये मैले अहिले एउटा प्रस्तुत गर्न लागेँ। राजा भूपतेन्द्र मल्लले एउटा महारानीलाई धेरै प्रेम गर्थ्यो र उनीहरू दुवै बीच कौशीमा बसेर एकदम कुराकानी गर्दै अथवा एक अर्कालाई हेर्दै मुस्कुराउँदै गरेको रानीले देखेपछि राजालाई यसबारे केही भन्न सकिन र एउटा जुक्ति लाएर यस्तो 5 तले अग्लो मन्दिर बनाउन लागेको भन्ने सुनिन्छ। यो किंवदन्ती मात्रै भएकोले यसमा सत्यता नहुन सक्छ। त्यसै गरी पुरानो अर्थात् त्यस ताका धर्म सम्बन्धी व्यापक प्रचार प्रसार थियो र विश्वास पनि गर्थ्यो। हामीलाई थाहा छ भैरव भगवान एकदमै चकचके र चलाक भएकोले र कहिलेकाहीँ दुःख पनि दिने भएकोले यसको रिस्क कन्ट्रोल गर्नको लागि ज्योतिषीलाई देखाउँदाखेरि सिद्धिलक्ष्मी मन्दिरको स्थापना गर्ने सल्लाह दिएको र त्यस 5 तले मन्दिरमा सानो मन्दिर थियो अरे, त्यसलाई भट्काएर बनाउने सल्लाह दिएको हुनाले नै यो मन्दिर अर्थात् सिद्धलक्ष्मीको मन्दिर स्थापना गर्न लागेको भन्ने पनि सुनिन्छ। साथै अर्को कुरा पनि मैले जोड्न चाहे, धेरै जसो मन्दिरहरू त्यसमा रहेको देवता अथवा त्यसमा आश्रित देवताको नामबाट रहेको हुन्छ। जस्तै चाङनारायण मन्दिरमा विष्णु भगवान अथवा नारायणको मूर्ति रहेको हुनाले त्यसलाई चाङनारायण मन्दिर भन्ने गरिन्छ भने यो सिद्धलक्ष्मी भगवान अथवा माता रहे तापनि यस मन्दिरको नाम चाहिँ 5 तले मन्दिर अर्थात् न्याताफोन हुन गएको छ। यो मन्दिर जम्मा 6 महिनामा तयार पारिएको भन्ने सुनिन्छ, जुन कुरा आजका इन्जिनियरहरूलाई नै विश्वास गर्न गाह्रो पर्छ। साथै धेरै ठुल्ठुला फिचालोहरूले पनि खासै यसमा क्षति नपुर्याएको भन्ने कुरा पनि सुनिन्छ। त्यसको बारेमा पनि हामी विस्तृत चर्चा गर्न कोसिस गर्नेछौँ। भक्तपुर नगरपालिकाले पर्यटन व्यवसायलाई धेरै जोड दिएको पाइन्छ। यसको लागि भक्तपुरको दरबार स्क्वायर र यस 5 तले मन्दिरको प्राङ्गणमा ठुला सवारी साधनहरूलाई रोक लगाएको छ भने आजभोलि आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो नै लाग्ने गरेको देखिन्छ।
मठ मन्दिर पाटी पौवाहरूको वार्षिक उत्सवलाई नेवारीमा पुसाराङ भन्ने चलन छ। त्यसबेला ती मठ मन्दिर अथवा पाटी पौवाको छानाको पूजा गर्ने गरिन्छ, अर्थात् छानोमा पूजा गर्ने गरिन्छ, जसमा त्रिकोणाकार झन्डाहरू गाडिने गरिन्छ। त्यसबेला त्यस मठ मन्दिर पाटी पौवा अथवा कुवाहरू सफा गर्ने चलन पनि छ भने पाँचतले मन्दिरमा पनि त्यस वार्षिक उत्सव अथवा पुसाराङको दिनमा सफा गर्ने र झन्डा तोलन गर्ने चलन छ। त्यसबेला पनि यसमा रहेको देवी सिद्धलक्ष्मीलाई कसैले हेर्न पाउँदैन, अर्थात् 3-4वटा कपडाले छोपेको हुन्छ। त्यहाँ विशेष पुजारी अर्थात् कर्मचारी पुजारीले बाहेक त्यसलाई पूजा पनि गर्न पाउँदैन र अरूले हेर्न पनि पाउँदैन। त्यही पनि यसको बारेमा केही बाहिर कुरा ल्याउनु नपाए पनि त्यस मन्दिरको केही कुराहरू भने खुलाएको देखिन्छ, अर्थात् यो 9 टाउके सिद्धलक्ष्मी देवी माताको मन्दिर हो भने 18वटा हातहरू छन् भने यो करिब 9 फिटको कालो ढुङ्गामा कुरिएको भन्ने सुनिन्छ। अब म यस यातापन्न मन्दिरको निर्माण सम्बन्धी कुरा गर्दैछु। यातापन्नको निर्माण इतिहासको मुख्य स्रोत ताडको पातको पाण्डुलिपिबाट प्राप्त हुन्छ, जसलाई आधुनिक शास्त्रीयहरूले सिद्धागृही कोट्याहुटी देवल प्रतिष्ठा भनिन्छ। यो नेपाल भाषामा लेखिएको खाता हो, जसमा निर्माणमा योगदान गर्ने प्रत्येक व्यक्तिको नाम, ज्याला र कामको समय विवरण र प्रत्येक धार्मिक अनुष्ठानको लागत र निर्माणको विस्तृत समय रेखा समावेश गरिएको छ। यो नै नेपालमा बनिएको पहिलो सबै लेखाजोखा भएको प्रमाण हो। योभन्दा पहिला मन्दिरहरू अथवा कुनै पनि निर्माण कार्य हुँदाखेरि त्यसको नक्सा राख्ने चलन थिएन। यही पाँचतले मन्दिरदेखि चलन भएको भन्ने सुनिन्छ। पाँचतले मन्दिर बनाउँदाखेरि त्यहाँ पहिला सानो एउटा मन्दिर थियो जसलाई भत्काएको थियो भने केही नपुग जग्गा र घरहरू पनि अधिग्रहण गरिएको साथै त्यसलाई अधिग्रहण गर्दाखेरि केही स्थानीय बासिन्दाहरू रिसाएको भन्ने पनि पाइन्छ। यातापन्न 6 महिनामै तयार हुनुमा यसलाई चाहिने सरसामानहरूको बन्दोबस्ती यातापन्नको जग खन्न अगाडि नै तयार पार्नु पनि प्रमुख कुरा हो। 25 डिसेम्बर 1701बाट सुरु लगभग 40देखि 59 कामदारहरू पहिला एउटा पुरानो मन्दिर थियो र त्यसलाई पत्काएका थिए भने त्यसपछि यातापन्न मन्दिरको जग खन्ने काम लगाइयो। 4 जनवरी 1702मा भूपतिन्द्र मल्लले आफ्नो काँधमा 3वटा इँटा बोकेर शिलान्यास गरी निर्माण कार्य सुरु गरेका थिए। उद्घाटनपछि भक्तपुर, थिमी, साँगा, धुलीखेल, बनेपा, पनौती, चरीकोट, श्रीखण्डपुर र ललितपुर राज्यबाट निर्माणमा सहयोग गर्ने नियमित रूपमा मानिसहरू आउन थाले। कच्चा पदार्थ तयार भइसकेपछि निर्माणले गति लिएको थियो। अप्रिलमा बिस्का जात्रा पर्व नजिकिँदै गर्दा निर्माण अस्थायी रूपमा 15 दिनका लागि रोकिएको थियो। 7 मई 1702सम्म तल्लोको तल्लामा चिङ्गटी अथवा पलौपा छाप्ने काम भएको थियो। यातापन्न मन्दिरमा 11,35,350वटा इँटाहरू र अतिरिक्त 1,02,340 अर्थात् बुट्टेदार इँटाहरूको प्रस्ताव गरिएको थियो, जुन केही बढी भएको पनि सुनिन्छ। केही कामहरू जग हालेको अथवा काम सुरु गर्दै गरेको देखिन्छ, जस्तै कि यसमा राखेको गजुर पनि कामको थालनी हुँदा पछि मात्रै बनाएको हो, जुन 40 धार्नीको छ। त्यसको एउटा पनि एकदम चाखलाग्दो किंवदन्ती छ, म त्यसलाई पछि प्रस्तुत गर्नेछु। त्यसै गरी घन्टीहरू पनि कामको दौरानमा मात्रै बनाउन लगाएका हुन्, अर्थात् मैले भन्न खोजिएको धेरै जस्तो काम अथवा पहिल्यै गर्नुपर्ने कामहरू
मूर्ति कोर्ने, काठको बन्दोबस्ती, इँटाको बन्दोबस्ती, माटो मिलाउने कामदारहरू र चाहिने मिस्त्रीहरू सबै पहिले नै जोरजाम गरिसकेको हुनाले यसरी छोटो समयमा यो मन्दिरको निर्माण भएको मानिन्छ। जुन विश्वास गर्न गाह्रो भए तापनि अभिलेखबाट हामीले पत्याउनै पर्ने हुन्छ भने यसमा पनि धेरै किंवदन्तीहरूले पनि यो हो कि जस्तो लाग्ने पनि मैले प्रस्तुत गर्न कोसिस गर्नेछु। राजा भूपेन्द्र मल्लले सन् 1701 डिसेम्बरमा सहरका विभिन्न 5 स्थानमा इँटाको लागि पट्टाहरू सञ्चालन गर्न लगाएका थिए भने त्यसपछि अतिरिक्त 3वटा पट्टाहरू थापिएर जम्मा 8वटा पट्टाहरूद्वारा इँटा पोल्न लगाएको थियो। यद्यपि अधिकांश इँटाहरू व्यापारीबाट खरिद गरिएका थिए। 20 फेब्रुअरी 1702 मा पाँचले मन्दिरको गजुरको निर्माण कार्य सुरु भएको थियो। त्यस्तै गरी हामी पाँचले मन्दिरको प्रत्येक तलामा घन्टीहरू देख्न सक्छौँ। ती घन्टीहरू पहिलो तलामा 168 वटा, दोस्रो तलामा 128 वटा, तेस्रो तलामा 104 वटा, चौथो तलामा 80 वटा र माथिल्लो तलामा 48 वटा छन्। जम्माजम्मी 528 वटा घन्टीहरूमध्ये एउटा घन्टी आफै बज्ने गर्छ। यसरी त्यो घन्टी आफै बज्दाखेरि पानी पर्छ भन्ने जनविश्वास छ। त्यस्तै गरेर चुचुरोमा रहेको गजुरमा पनि चराहरू बस्दाखेरि पनि पानी पर्छ भन्ने जनविश्वास छ। त्यस्तै गरेर हामीले देख्न सक्छौँ कि पाँचले मन्दिरको प्रत्येक तलामा ढुङ्गाका मूर्तिहरू जोडीको रूपमा राखिएका छन्। तिनीहरूको के भन्ने चलन छ भने ती प्रत्येक जोडी ढुङ्गाका मूर्तिहरू 10 कुनाले क्रमशः बलिया छन्। जस्तै कि सबैभन्दा तल यो 2वटा पलवानहरू छन्। ती पलवानहरू सर्वसाधारण मान्छेभन्दा 10 गुणा बलियो छन् रे। यसको एउटा पनि किंवदन्ती छ। ती मूर्तिहरू जुम्लिया दाजुभाइलाई बनाउन लगाएका रे र तिनीहरूले आफूले एक अर्काको मूर्ति हेर्न नपाउने गरी ती बनाउन लगाएको भन्ने चलन छ। त्यसको लागि बराबरका ढुङ्गाहरू 2टा राख्न लगाएर उनीहरूले अर्कै दिशाहरूतर्फ फर्केर मूर्तिहरू बनाउन लागेको भन्ने सुनिन्छ। तर त्यहाँ हामी हेर्न जाँदाखेरि सत्य हेर्दाखेरि ती दुवै पलवानहरू उस्तै देखिन्छन्। तर हामीले राम्रोसँग हेर्ने हो भने त्यहाँ हामी धेरै अन्तरहरू पाउन सक्छौँ। जस्तै कि त्यहाँ एउटा हात उनले घोडामा राखिएको छ। ती दुवै हातहरू अर्थात् ती दुवै मूर्तिका हातहरू राखिएको अलि फरक छ भने उनीहरूले लगाएको लुगाको बुट्टाहरू पनि फरक छ। त्यस्तै गरेर ढाल पनि अलि बेग्लै खालको छ। हामी त्यहाँ गएर निहालेर हेरेर पनि सक्छौँ। यी प्रमाणहरू हेर्दाखेरि साँच्चीकै दुईटा अथवा अलि फरक भएको हुनाले नै जुम्लिया दाजुभाइले नै बनाउन लागेको भन्ने सुनिन्छ। साथै त्यस बेलादेखि के चलन छ भने जुम्लिया दाजुभाइको दिमागमा प्रायः एउटै कुराहरू खेलिरहेको हुन्छ। त्यसै भएको हुनाले यिनीहरूको मूर्तिहरू हुबहु त्यस्तै हुन खोजिएको देखिन्छ। यी 2वटा पलवानमाथि 2टा हात्तीहरू राखिएका छन्। यी पलवानहरूभन्दा 10 गुणा ती हात्तीहरू बलियो भएको मानिन्छ भने हात्तीभन्दा माथि जङ्गलका राजा सिंहहरू राखिएका छन् जुन हात्तीभन्दा 10 गुणाले बलियो मानिन्छ। त्यसै गरेर सिंहभन्दा माथि 2वटा शार्दुलहरू राखिएका छन्। यी शार्दुलहरू सिंहभन्दा 10 गुणाले बलियो मानिन्छ। जुन सिंहको जस्तै आकार हुन्छ भने मुख भने सुगाको जस्तो चुच्चो हुन्छ। त्योभन्दा माथि अर्थात् अन्तमा 2टा देवीहरू राखिएका छन्। ती देवीहरू क्रमशः सिंहनी र बेगार्नी हुन्। यिनीहरू सबैभन्दा शक्तिशाली मानिन्छन् र मन्दिरको भित्र सिद्धलक्ष्मी देवता राखिएका छन् जुन यी 2 देवीभन्दा पनि 10 गुणाले बलियो अथवा सबैभन्दा बलियो मानिन्छ। हामीलाई थाहा छ अर्थात् भक्तपुरवासीले प्रायः जसले थाहा होला यो मन्दिरमा कुनै पनि पूजाआजा तथा मन्दिरको नाममा जात्रा भजन कीर्तन आदि के पनि हुने गर्दैन। किनभने यो मन्दिरको स्थापना नै
भैरवलाई कन्ट्रोल गर्नको लागि अथवा नियन्त्रण गर्नको लागि राखिएको हो। त्यही भएर नै 4 कुनामा 4वटा गणेशका मन्दिरहरू पनि छन्। दुईटा मन्दिरको अघिल्लो भागमा रहेको दक्षिणतिर फर्किएको छ भने पछिल्लो दुईटा उत्तरतिर फर्किएको छ। दक्षिण पश्चिममा रहेको गणेशको मूर्तिलाई जोड गणेश भन्ने गरिन्छ, किनभने यो गणेशले जोडी मिलाउने काम गर्छ। अर्थात् विवाहबारी अर्थात् लगनगाठो नमिल्दाखेरि यो गणेशलाई पुज्न आउने गरिन्छ र यसरी पुजेपछि विवाहबारी अर्थात् लगनगाठो दरिलो हुन्छ भन्ने चलन छ। भैरव देवतालाई पनि महादेवकै अवतार मानिन्छ। त्यसै गरेर भगवती र सिद्धलक्ष्मीलाई पार्वतीको अवतार मान्ने गरिन्छ। त्यही पनि के भन्ने चलन छ भने भैरव भगवानको विवाह नगरेको हुनाले भैरव भगवानले केटी मान्छेलाई धेरै सताउने गरेको देखिन्छ। त्यही भएर नै यसलाई कन्ट्रोल गर्नको लागि अथवा बसमा राख्नको लागि नै सिद्धलक्ष्मी देवीलाई यहाँ ल्याउनु परेको अर्थात् 5 तले मन्दिर बनाउनु परेको भन्ने गरिन्छ। साथै यो 4 कुनामा 4वटा भगवान गणेशको मन्दिरहरू राख्नुको अर्थ गणेश भगवानले आफ्नै पिता महादेवलाई समेत पार्वतीलाई दर्शन गर्न नदिएको अर्थात् त्यस्तो माताप्रति धेरै माया गर्ने भएकोले नि यसरी दुःख नदियोस् भनेर नि यी 4 कुनामा गणेशको मन्दिरहरू पनि राख्ने गरेको भन्ने सुनिन्छ। साथै मन्दिरको पछाडि भागमा एउटा ढुङ्गे धारा पनि राखिएको छ। प्रायःजसो मन्दिरमा यस मन्दिरमा जल चढाउँदाखेरि त्यो जल ती ढुङ्गे धाराबाट आउने गरेको देखिन्छ, तर यस 5 तले मन्दिरमा त्यो शोभाको लागि मात्रै राखिएको जस्तो देखिन्छ। त्यसै गरेर यस मन्दिर बनाउँदाखेरि अग्नियज्ञ अथवा सिद्धग्नि कोटी हुति यज्ञ पनि चलिरहेको भन्ने सुनिन्छ। यी सबै कुराहरू हामी एउटा पाण्डुलिपि नेपालको राष्ट्रिय अभिलेखमा सुरक्षित राखिएकोबाट पनि हेर्न सक्छौँ। न्याताफनका ती 5 तहहरू क्रमशः पृथ्वी, जल, अग्नि, वायु र आकाशका प्रतीक हुन् भन्ने जनविश्वास छ। जग खन्नेदेखि त्यस चुचुरो राख्नसम्म लगायतका संरचनाहरूको काम सम्पन्न गर्न जम्मा 214 दिन मात्रै लागेको पनि हामी सुन्न पाउँछौँ, तर विशाल संरचनाको रूप खडा गर्न मात्रै 88 दिन लागेको थियो। अब जाउँ न्याताफनको गजुर राख्दाखेरिको एउटा किंवदन्ती। न्याताफलो बनाउन जग खण्डादेखि भक्तपुरका 3877 जना र बाहिरका 6609 जनाले काम गरेको देखिन्छ। यिनीहरूले दैनिक रूपमा काम नगरे पनि दैनिक काम गर्नेहरूको लेखाजोखा पनि राम्रोसँग राखिएको देखिन्छ। यहाँसम्म कि त्यस ताकाका ललितपुरका राजा योग नरेन्द्र मल्ल हात्ती चढेर बेला बेलामा हेर्न आउनुहुन्थ्यो र उसको हात्तीलाई कति भारी घाँस खुवायो भन्ने समेत लेखाजोखा राखेको देखिन्छ। यसरी काम गर्नेहरूलाई दिउँसो खाजा खुवाउने चलन थियो र त्यसबेला एउटा केटो टुपुक्क आइपुगेर अरूले भन्दा बढी खाजा माथि खाएर केही काम नगरिकन जाने गर्थ्यो। यो देखेर अरू कामदारहरूले रिस उठेर यो कुरा राजा समक्ष राख्दाखेरि राजाले यो केटो पनि पछि काम आउनेछ भनेर कुरालाई टाल्नुहुन्थ्यो। नभन्दै अन्तिममा गजुर राख्ने पालोमा त्यस केटोले एक्लैले त्यो गजुर
उठाएर लगेर टुप्पोमा राखेको भन्ने कुरा सुनिन्छ। साथी, त्यस गजुर बनाउँदाखेरि एउटा डब्बु राखेको थियो। यो डब्बुको आकारलाई नै त्यस गजुरको घेरा मिलाएर बनाएको भन्ने पनि सुनिन्छ। त्यो केटो अरू कोही नभएर भगवान् बेताल नै हो भन्ने पनि गरिन्छ। त्यो चाहिँ जाने मुखको नरकमा जातै मुख जातै मुख त्यो चाहिँ जाने मुखमा जातै क्षमा फाँसी नै फाँसी नै मिला छुट्टै जमाएको मुख यो ज्याला बेउडा बेदरिया खानामा गोरु बजारमा एकचन गोरु बजारमा लास्टै तो लमार गरा उही नै बजाएको थाहा दिला अरे मुख हामीले नरक निमा नि यो कुन निमा जाछु छ निमा मुख राजा त हनाइ आसी थो मुन जाउजी नि सुनामले संसदले एन्डु जाने भएर अहिले मात्रै कठो गजु ज्याकै तेंगे थुसु छेन्डे राडियो कुकुमा गजु चेतै नै अहिले वो चाहिँ बेटा दियो नेतापन मन्दिर बनाएको ठाउँमा पहिला नातापन भन्ने सानो मन्दिर थियो। नातापन भनेको नि नेतापन अर्थात् 5 तले मन्दिर नै हो। यसको अर्थ सानो आकारमा त्यसबेला मन्दिर थियो भन्ने देखिन्छ, जसलाई नै भट्काएर आज 33.23 मिटर अर्थात् 108.26 फिट अग्लो मन्दिर खडा गरिएको देखिन्छ। त्यस मन्दिर बनाउँदाखेरि धेरै घरहरूलाई अधिग्रहण गरेको देखिन्छ। त्यसमध्ये दुखी फरो भन्नेको घर अधिग्रहण गर्दा उहाँलाई ठुलो चोट पुगेको थियो, किनकि त्यो घर उसको बुबाले उपहारको रूपमा दिएको थियो र त्यस घरलाई धेरै माया गर्नुहुन्थ्यो। त्यस घरको साटोमा त्यसबेला फोलाछे भन्ने ठाउँमा उसलाई घर सतापता गरेको थियो, तर उसको परिवारहरू फोलाछेमा बस्दा पनि उसको मन धेरै चिन्तित देखिएको थियो। त्यो चिन्ताले भुलाउनको लागि उहाँले त्यसबेला रामायण लेखेको भन्ने पनि सुनिन्छ। शङ्कर अवाल भन्ने व्यक्ति यस 5 तले मन्दिर बनाउँदाखेरिको ज्यामी नाइके थिए। आजभोलि भन्नुपर्दाखेरि उहाँ इन्जिनियर नै हुनुहुन्थ्यो र यस्तो भूकम्पले पनि खासै क्षति नहुने मन्दिर त्यसबेला नै बनाउन सक्नु भनेको सानसुने कुरा होइन। त्यही भएर नै खुसादानको बेला अर्थात् 5 तले मन्दिर पुनर्निर्माण अर्थात् मर्मत सम्भार गर्नुपर्दा पनि आजभोलि उसैका सन्तानलाई प्राथमिकता दिन्थ्यो अथवा उहाँले नै गर्नुहुन्थ्यो भन्ने खुसादानको बेला धन्नातोलन गर्दा पनि उहाँको सन्तानले नै आजसम्म गर्दै आएको देखिन्छ। यसै सिलसिलामा मैले एउटा रोचक कुरा पनि जोड्न चाहे। शङ्कर अवाल भन्दा कमको थिएन त्यसबेलाका राजा भूपतेन्द्र मल्ल। उहाँले शङ्कर अवालले भन्दा पनि नमानेर जमिन लेभलभन्दा 2.5 हात माथि जग राख्न लगाएको देखिन्छ। त्यसपछि पहिलो तला पुग्दाखेरि त्यो धसिएर 4 अङ्गुल मात्रै बाँकी थियो भने पुरै मन्दिर तयार हुँदासम्म जमिन लेभलसँगै ठ्याक्कै मिल्न आएको थियो। अर्थात् मन्दिरको बोझले गर्दा नै त्यस 2.5 हात जमिन धसिएर जाँदाखेरि जमिन लेभलसँग ठ्याक्कै मिलेको थियो। त्यस्तै गरेर यहाँ मैले एउटा कुरा अर्को पनि जोड्न चाहे। सबैले काम गरेको देखेर राजा भूपेन्द्र मल्लले पनि एउटा ठाउँ बनाउने निर्णय गरे, तर सिकर्मीले जस्तै राम्रोसँग बनाउन सक्नु भएन। आखिरमा त्यो 2 टुक्रा गर्नुपर्ने भयो, अर्थात् 2 टुक्रा गरेर भए पनि त्यो थाम त्यहाँ राखियो। त्यहाँ जम्माजम्मी 22वटा थाम देखिन्छ। तीमध्ये एउटा जोडिएको थाम पनि छ अरे, तर हालसम्म त्यो थामलाई कसैले पनि पत्ता लगाउन सकेको छैन। यदि तपाईँ जाने हो भने त्यो थाम पत्ता लगाउन सकिन्छ कि भनेर कोसिस गर्न नभुल्नुहोला। यहाँ तपाईँहरूले 6वटा लहरी कुमारहरू देख्न सक्नुहुन्छ। चारैतर्फ यसै 600वटा खम्बाहरू जोड्दाखेरि जम्मा यहाँ 22वटा खम्बाहरू हुन्छन्। तीमध्ये एउटा खम्बा भूपेन्द्र मल्लले बनाएको रे। उनले कोसिस गर्दाखेरि राम्रोसँग बनाउन नसक्दाखेरि टुक्रा गर्नु परेको र टुक्रा गरेर जोडेर बनाएको भन्ने सुनिन्छ। जुन खम्बा आजसम्म पनि पत्ता लगाउन सकेको छैन। तपाईँहरू 5 तले मन्दिर घुम्न आउँदाखेरि एकचोटि त्यो खम्बा पत्ता लगाउन सकिन्छ भनेर ट्राई गर्नु।
यदि तपाईँले पाँचले मन्दिरको पुरानो फोटोहरू हेर्ने हो भने त्यहाँ एउटा फलामको बार लागेको फोटो पनि देख्न सक्नुहुन्छ। त्यो बार लागेको फोटो किन राखेको र किन हटाउनु पर्यो भन्दाखेरि कसैले ठेस जवाब पाएको देखिँदैन। मेरो विचारमा त्यो फलामे बार हटाउनुको तात्पर्य माधव नारायणको व्रत बस्नेहरू त्यही पहिलो स्टेपमै गुल्टिएर अथवा माडो ड्याउ जिउ नाप्दै जानुपर्ने थियो। यसको लागि अप्ठ्यारो भएर हुन सक्छ। साथै अर्को एउटा पनि भन्ने सुनिन्छ, पहिला बिस्किट जात्रामा रथ तान्दाखेरि यसरी इँटा वर्षाउने हुँदैन थियो, पछि हुन थाल्यो। यसरी इँटा वर्षाउँदाखेरि त्यो फलामको बारले गर्दाखेरि भाग्नलाई अप्ठ्यारो भएर एकदम जटिल अवस्था आएको थियो अरे। त्यही भएर पनि यो फलामको बार हटाएको हुन सक्छ। पाँचले मन्दिरको तलतिर बस्ने दुई जोडीको मान्छेको स्तम्भ, जसलाई नेवारीमा कुटुवा भनिन्छ, यिनीहरूको नाम जय र प्रताप हुन्। यिनीहरू भारतीय इतिहासमा कुरिएका नामहरू हुन्। साथै भक्तपुरको इताछीमा राय खानदानहरू बस्नुहुन्छ। ती जय र प्रताप भन्ने उनीहरूको पूर्वज हो अरे। त्यही भएर नै आजभोलि दिवालीको बेलामा रायहरू त्यही पाँचतले मन्दिर भएर जाने बेलामा ती जय र प्रतापलाई ढोगेर जाने गरेको देखिन्छ। राजा भूपेन्द्र मल्लको सम्बन्ध सोनिग अर्थात् उपत्यकाका प्राय जसो राजाहरूसँग राम्रो थियो, तर कीर्तिपुर र कान्तिपुरका दुईटा राजाहरू उनीहरूको दुश्मन थिए। मैले के भन्न खोजिएको भने त्यसबेला पाँचले मन्दिर निर्माण हुँदै गर्दाखेरि दिनको 7 स्टेप मात्रै इँटा राख्न पाउँथ्यो र भोलिपल्ट हेर्दाखेरि 4 स्टेप मात्रै बाँकी हुन्थ्यो र 3 स्टेप गायब हुन्थ्यो। यो देखेर त्यहाँका काम गर्ने कामदारहरूले राजाले यो कुरा पोख्न जाँदाखेरि राजा हाँसेर बस्नुहुन्थ्यो। उनीहरूले भन्छ कि कान्तिपुर अथवा कीर्तिपुरका शत्रुहरू आएर हाम्रो कामलाई विफल बनाउन खोजिएको छ भन्दाखेरि राजा हाँस्नुहुन्थ्यो अरे। लास्टमा थाहा भयो कि मन्दिर बलियो बनाउनको लागि अर्थात् धेरै स्टेपहरू नबढोस् भनेर, अर्थात् जनताले धेरै दिन काम पाओस् भनेर यसरी गरिएको हुन सक्छ भन्ने निकालिएको थियो। न्याताफल बनाउन प्रयोग भएका इँटा 11,35,350 वटा र अतिरिक्त अर्थात् दाची अप्पा 1,02,314 वटा मध्ये 3,065 वटा इँटा बढी हुन आएको देखिन्छ, जुन इँटाको पनि सदुपयोग गरेको देखिन्छ। नगरकोट जाने अथवा कमल विनायकमा गोङ पोखरी बनाउन ती इँटाहरू प्रयोग गरेको भन्ने सुनिन्छ। यस न्याताफल बनाउँदाखेरि करिब 28,000 व्यक्तिको योगदान देखिन्छ। साथै नेवारहरू बाहेक त्यसबेला अरूको पनि सहयोग लिएको अथवा सल्लाह लिएको देखिन्छ, जस्तै कि नगरकोटका न्यौपानेहरूको पनि सल्लाह लिएको देखिन्छ। त्यस्तै गरेर भक्तपुरको भन्दा बाहिरका मान्छेहरूको योगदान धेरै देखिन्छ। जगदेखि काम गर्दाखेरि
भक्तपुरका 3877 जना मात्रै देखिए भने बाहिरका 6609 जना देखिए। अर्थात् यो मन्दिर छोटो अवधिमा बनाउनुको कारणहरू पनि मैले यहाँ खुलाउन चाहे। भक्तपुरका त्यसबेला प्रायः जसो किसानहरू हुन्थ्यो। किसानहरू खेती गर्दाखेरि प्रायः जसो यहाँ खेतमै बस्ने गर्थ्यो। अर्थात् किसानहरूको खेतमा पनि एउटा घर हुने गर्छ। आजभोलि पनि कसै कसैको त्यस्तो घरहरू बचेको हामी देख्न सक्छौँ। त्यस्ताका गहुँको बिउ छर्ने बेला भएको हुँदाखेरि गहुँ छरेको र यही गहुँलाई घरमा भित्र्याउँदाखेरि 6 महिना लाग्ने गरेको देखिन्छ। त्यही पाँचले मन्दिर अर्थात् टमरी भन्दा नजिकै क्वाछे टोलका एक व्यक्ति गहुँ छर्न गएको र गहुँ छरेर त्यो गहुँलाई भित्र्याएर आउँदा अर्थात् 6 महिनापछि पाँचले मन्दिर देखेको त्यो मान्छे अचम्मित भए। अर्थात् ऊ अन्तै आयो कि भन्ने उसलाई शङ्का लागेको थियो। तर उसको श्रीमतीले घरबाट चियाएर उसलाई बोलाउँदाखेरि ऊ अचम्मित भए र पाँचले मन्दिर देखेर ऊ अचम्मित हुनुको अर्थ यसरी छोटो अवधिमै यो पाँचले मन्दिर बनेको जस्तो प्रमाणित हुन्छ। त्यस्तै गरेर मैले अर्को एउटा कुरा पनि जोड्न चाहे। म पनि देशमरु खानदानकै भएकोले त्यसबेला मैले सुनेको कुरा मैले यहाँ बताउन चाहे। मेरो नाम अनिल देशमरु हो। युट्युबमा मलाई सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। हाम्रो देशमरु थर कसरी रहन गयो भन्ने बारेमा मैले कुरा उठाउन खोजेको हो। हाम्रो पूर्वज पनि खेतमै काम गर्नुहुन्थ्यो। त्यसबेला यो पाँचतले मन्दिर देखेर मेरो पूर्वज एकदम अचम्मित भए र साथीहरू सोध्दाखेरि यो कसरी सम्भव भयो, यत्रो मन्दिर कसरी यतिकैमा तयार भयो भन्दाखेरि तँलाई थाहा छैन यति पनि कुरा, त देशमरु रहेछस्, अर्थात् देश बाहिरको मान्छे रहेछ भनेर हप्काएको र साथीहरूले गिजाउन थाल्दै हाम्रो नाम देशमरु अर्थात् बाहिरको मान्छे हुन गएको देखिन्छ। र यो कुरा मैले धेरैबाट सुनेकोले पनि यो पाँचतले मन्दिर यसरी छोटो अवधिमै बनाएको जस्तो प्रमाणित भएको देखिन्छ। पहिला मानिसले घर बनाउँदाखेरि काठको प्रयोग धेरै हुन्थ्यो। त्यसै गरी पाँचतले मन्दिरमा पनि 5 प्रकारका काठहरू ल्याएको देखिन्छ। चाप अथवा चम्पक रुखको काठ, साल, सल्ला, देवदार र गोब्रेसल्ला आदि काठहरूको प्रयोग गरेको देखिन्छ। ती काठहरूमा आकर्षक नक्कासी अर्थात् बुट्टाहरू कुरिएको हामी देख्न पाउँछौँ। 5 तलाका टुँडालहरूमा विभिन्न देवी देवताहरूको मूर्तिहरू कुरिएका छन्। त्यसमध्ये पहिलो तल्ला र दोस्रो तल्लामा अष्टमातृकाका मूर्तिहरू कोरिएका छन्, जसमा ब्रह्मयानी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, इन्द्रायणी, महाकाली र महालक्ष्मी आदिका प्रतिमाहरू छन्। त्यस्तै गरेर तेस्रो तहको टुँडालहरूमा लोकेश्वरको छवि छ भने चौथो र पाँचौं तहको टुँडालहरूमा क्रमशः महालक्ष्मी र शिवशक्तिको चित्रहरू कोरिएका छन्। तपाईँ हामीलाई थाहा भएकै कुरा हो, सुनिग अर्थात् उपत्यकाका नेवारहरू मात्रै होइनन्, बाहिरी नेवारहरूको पुराना घरहरूमा काठका बुटेदार ढोका, झ्याल,
आदि प्रयोग गरेको हामी देख्न सक्छौँ। तर आजभोलि यस्ता काठका मूर्तिहरू कोर्न धेरै समय लाग्ने भएकोले हराउँदै जान थालेको छ। तैपनि भक्तपुर नगरपालिकाले यो परम्परालाई बचाइराख्नको लागि बुट्टेदार अर्थात् दाची अप्पाहरू सहुलियत मूल्यमा प्रदान गरिएको छ भने धेरै जसो विश्व सम्पदा क्षेत्रका एरियाहरूमा भक्तपुर नगरपालिकाले यस्तो सहुलियत दरमा दिएका इँटाहरू प्रयोग गरेको देखिन्छ। तैपनि आजभोलि पनि मुलुखा अथवा मेन गेट मेन ढोकाको बनावटमा विभिन्न देवी देवताहरूको मूर्तिहरू कोरिएको हामी देख्न सक्छौँ। त्यस्तै गरेर पाँच तले मन्दिरमा ढुङ्गाको प्रयोग पनि धेरै भएको देखिन्छ। ती ढुङ्गाहरू भक्तपुरका विभिन्न स्थानहरूबाट सङ्कलन गरिएका हुन् भने धेरै जसो ढुङ्गाहरू स्थानीय मानिसहरूले नै दान गरेका थिए। केही ठिमी बनेपा पनौटी र नगरदेशका मानिसहरूले दान गरेका थिए भने त्यस ताकाका ढुङ्गाको नाइके तुलसी लोहकर्मी थिए। यसरी काठ र ढुङ्गाको काम गर्ने कामदारहरू कति थिए, उनीहरूले कति ज्याला पाए, कसले बढी काम गरे आदि कुराहरूको लेखाजोखा राम्रोसँग राखेको देखिन्छ। सिधाग्नि कोट्याहुटी देवल प्रतिष्ठा पाण्डुलिपिमा यी कुराहरू लेखिएका छन्। साथै राजा भूपतिन्द्र मल्लले धेरैलाई सुनको गहना पनि पुरस्कार दिएका थिए। नेपालको सबैभन्दा अग्लो मन्दिर भए तापनि नेपालमा विभिन्न ठुल्ठुला फिचालोहरू जान पनि यसमा खासै असर नपरेको देखिन्छ। सन् 1835मा पनि एउटा ठुलो भूकम्प गएको भन्ने सुनिन्छ। तर त्यसबाट नेतापनलाई कतिको क्षति भयो भन्ने विवरण भन्ने कुनै अभिलेखमा राखिएको छैन। तर 90 सालको फिचालो अर्थात् सन् 1934मा फिचालो जाँदाखेरि पाँच तले मन्दिरको माथिल्लो छाना नै उडेको देखिन्छ। त्यसबेला नेवारीमा एउटा भन्ने चलन आजसम्म पनि छ कि न्यातापन छतामरु भैरदेव पतामरु, अर्थात् त्यसबेला आएको फिचालोले पाँच तले मन्दिरको माथिल्लो एक तला भत्किएको र त्यहाँसँगैको भैरव मन्दिर चाहिँ पूर्ण रूपमा क्षति भएको कुरा यस भनाइबाट प्रष्ट हुन्छ, जुन हामी चित्रमा पनि देख्न सक्छौँ। त्यसबेला राजा त्रिभुवनले मर्मत गरेका थिए। त्यस्तै गरेर सन् 1989मा पनि फिचालो गएको थियो। त्यसबाट भने नगर्ने मात्रै क्षति पुगेको थियो। सन् 2015मा अर्थात् 2072 सालको विनाशकारी भूकम्पले पनि सामान्य क्षति पुर्याएको यस पाँच तले मन्दिर जीर्णोद्धार गर्नको लागि भक्तपुर नगरपालिकाले 9 महिना समय लागेको थियो। तर पनि भक्तपुर नगरपालिकाले जनश्रमदानबाट कम खर्चमा जीर्णोद्धार गरेका थिए। यस न्यातापन मन्दिर देवी सिद्धलक्ष्मीमा समर्पित छ, जुन शक्तिशाली तान्त्रिक देवता हुन्। यसका अलावा यसै सँगै महाकाल भैरव र मसान भैरवका दुईटा मूर्तिहरू पनि छन् भने दशैं र पञ्चप्रचार पूजामा मात्रै मन्दिरका ढोकाहरू पुजारीले खोल्ने गर्दछन्। यसका साथै तलेजुका कर्मचारी जातिका पुजारीले मन्दिरमा नित्य पूजा र आरती गर्ने गरेका छन्। यो न्यातापन मन्दिर नेपालको सबैभन्दा अग्लो मन्दिर भएकोले अरू पाँच तले मन्दिर छैन भन्न ठानिया होला। तर योभन्दा पनि पुरानो पाँच तले मन्दिर एउटा ललितपुरमा पनि छ, जसलाई कुमेश्वर मन्दिर पनि भनिन्छ, जुन पाँच तले मन्दिरभन्दा अगाडि अर्थात् सन् 1335मै बनेको थियो। उपत्यकाका राजाहरूमा कोभन्दा को कम भनेर भोटबारी चल्ने भएर नै ललितपुरमा पाँच तले मन्दिर देखेर सायद भक्तपुरमा पनि बनाएको हुन सक्छ। तर त्यसबेला ललितपुरका योग नरेन्द्र मल्ल
राजाले भक्तपुरको भूपतेन्द्र मल्ललाई धेरै साथ दिएको पनि देखिन्छ। यो ललितपुरको कुमेश्वर मन्दिरमा जनै पूर्णिमाको दिन भव्य ठुलो मेला लाग्ने गर्छ। पाँचतले मन्दिर उद्घाटन गर्दाखेरि भक्तपुरकै एक ठाउँका बासिन्दाहरूले बहिष्कार गरेका थिए। सायद राजा भूपतेन्द्र मल्लले उनीहरूलाई निमन्त्रणा पत्र अर्थात् कुनै अनुरोध नगरेको पनि हुन सक्छ। त्यो ठाउँ थियो सूर्यमुरी। सूर्यमुरीका बासिन्दाहरू रिसाएर हाल रहेको बागेश्वरी स्कुलको अगाडिको गणेश मन्दिर उनीहरूले उद्घाटन गरेर खुसियाली मनाएका थिए र भूपतेन्द्र मल्लले यो थाहा पाएर त्यसपछि पाँचतले मन्दिरको निर्माण पश्चात त्यहाँ धेरैजसो मठ मन्दिरहरू, फल्चाहरू र ढुङ्गे धाराहरू निर्माण गरेर उनीहरूलाई खुसी पारेको भन्ने पनि सुनिन्छ। तपाईँ कुनै पनि ठाउँ घुम्न जाँदाखेरि त्यसबारे परिपूर्ण जानकारी लिने हो भने एक गाइडको साथ लिँदाखेरि धेरै सजिलो हुन्छ। त्यसैले भक्तपुर घुम्न आउँदा पनि भक्तपुरकालाई नि यसबारे पूर्ण ज्ञान हुँदैन। त्यसैले गाइड लिएर भक्तपुर घुम्न आउँदाखेरि धेरै राम्रो हुन्छ, किनकि सम्पूर्ण ज्ञान भक्तपुरवासीहरूलाई पनि हुँदैन। त्यही भएर गाइडको साथ लिँदा धेरै राम्रो हुन्छ। Now we are in Taumari Square. This is, we call it a Taumari Square. Tau means bigger. Bigger, this are all other Newari people houses. So this is surrounded by the local Newari people houses. Because of that we call it a Taumari Square. Tau means bigger. It's a local people staying area, public square. We call it a Taumari Square. And left to me, this is the temple of Kal Bhairava. The temple of Kal Bhairava. When we have New and big festival, we have New Year in normally 13 or 14 April. At that time we have the New Year festival. At that time belongs to the Bhairava. We make a big wooden chariot. The wooden chariot, all the wooden parts we find in the back of behind of the Shiva temple, and all the wooden parts are gathered over here. And our New Year 9 days festival started from here, and it goes further to make a round ancient Bhaktapur city 9 days and again in here. So this is the one of the ancient Tantric Hindu temple, Shiva temple. And okay, in the back of me, this is the, we call it the 5-story temple. Because of this 1, 2, 3, 4, 5 plain and 5 stories, we call it the 5-story temple. And date of this temple construction in 1702 AD by the king Bhupatendra Malla. And we call this inside the goddess is the Siddhi Lakshmi, Siddhi Lakshmi temple. So it's a height, 35 meter high, and it is the masterpiece of the pagoda designing temple of Nepal. So inside the goddess, it is also locally people used to say that inside the goddess is protected by the 5 different pairs of the animal. In the first prince you will find the 1 pair of wrestler, second 1 pair of elephant, 1 pair of lion, and fourth 1 pair of we call it the griffin. Griffin. It means half but Sardul, body like a lion, and it is the mouth head like a vulture. And in the back 1 pair of the goddess of lioness, goddess of tigress. So this temple is we believe on the tantric instrument. We call it a Sri Yantra, good luck symbol. So this temple based on the Sri Yantra. On the Sri Yantra to cover the 4 different directions. 4 different gates is covered by the small 4 Ganesh. This is small Ganesh. Small Ganesh. And this is small. Road, it's called road Ganesh also. Okay. From the earthquake, very toppermost upper roof, there was a little slightly problem, and now no more problem. This all the made from the local material, brick, clay, wood carving, and stone. So it's a masterpiece of the wooden architect. Wooden is a locking designing system. So this is a very famous for the local gathering as well. And this is a temple of this Ayalatul Shiva temple, and we call the 5-story temple, Siddhi Lakshmi temple. Three small statue. One is Siddhi Lakshmi, one is Shikari Bhairav, and next one I forgot what the three. मसान भैरव and महाकाल भैरव। अब केही रोचक कुराहरू साथीहरूको मुखबाटै सुनौँ।
안에 참 너무 안 해도요. 짜고 어떻게 지치려 못하네. 아, 제가 또 가서 공항에서 어떤 단어 아니 가만히 이렇게 알고 있어. 어쩌야 주님이. 그래서 많이 말하고요. 아주 기냐를 지어. 매 말은 저는 저것도 냐우라. Katena sang su. Ami du. War Oleh ni malah Cina nak tunggu. Kalau gunung lagi solid dulu. Bukan saya sudah nolak. Kita nak guna. Guna tu pun orang ada beli kat. Bukan saya sudah nolak. Nolak. Pilih tu jangan maju. Boleh apa lagi? Orang sudah wak. मैले यस डकुमेन्ट्री तयार पार्दाखेरि धेरै व्यक्तिहरूको कुरा सुनेको छु। त्यसै गरेर संस्कृतिविद ओम प्रसाद भगडेलको कुरालाई पनि यहाँ समावेश गरेको छु भने नेटमा रहेको Wikipedia. सञ्चार माध्यमहरूबाट पनि साभार गरिएको छु। यसमा केही त्रुटिहरू देखेमा अर्थात् केही कुरा थप्न योग्य कुराहरू छन् भने कमेन्ट गर्न नभुल्नुहोला। भिडियो पुरा हेरेर साथ दिनुभएकोमा धन्यवाद।